अहिले चाहिँ म यसो डाँडातिर निस्केको छु गाइज होइन, एक्लै हावा खानलाई। दामी हावा आइरहेछ होइन, एकदम चिल भइरहेछ, मुड फ्रेस, आनन्द, एकदम भाइब्स लिन मन लाग्यो एक्लै होइन। खोलाको हावा खाइदिउँ डाँडामा बसेर है। उर्लाबारीको सबभन्दा एकदम फ्रेस हुने ठाउँ भनेको चाहिँ यही होला जस्तो लाग्छ है मलाई चाहिँ। हल्का डाँडा डाँडा पनि छ है, दामी दामी लाग्यो मलाई, प्रायः आइरहन्छु यता। सो हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। सो आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ होइन। अहिले चाहिँ म यसो डाँडातिर निस्केको छु गाइज होइन, हावा खानलाई। देख्न सक्नुहुन्छ यसो डाँडातिर आइसक्यो, दामी हावा आइरहेछ होइन, एकदम चिल भइरहेछ, मुड फ्रेस, आनन्द, एकदम भाइब्स लिन मन लाग्यो एक्लै होइन। त्यो भएर म आइदिएँ, खोलाको हावा खाइदिउँ डाँडामा बसेर है। उर्लाबारीको सबभन्दा एकदम फ्रेस हुने ठाउँ भनेको चाहिँ यही होला जस्तो लाग्छ है मलाई चाहिँ। हल्का डाँडा डाँडा पनि छ है, दामी दामी लाग्यो मलाई, म प्रायः आइरहन्छु यता। यो चुचो छ नि, यो टुप्पी, यो टावर जस्तो हो, यो चाहिँ मुस्लिमको के अरे त्यो उतो पढ्ने ठाउँ हो, यो पुराण पढ्ने ठाउँ होला सायद। यहाँनिर एउटा आमालाई खोलामा हिँडेको देखियो गाइज होइन, किन हिँडेको हुन्छ नि थाहा छैन। हामी चाहिँ एउटा राम्रो ठाउँ खोजेर बस्नुपर्छ यहाँ टक्कसँगले। यो चाहिँ गाई फार्म है गाइज, यहाँ चाहिँ गाई पालेको हो कि सुँगुर पालेको, गाई होला सायद। यो सुँगुर रहेछ गाई, सुँगुर कराउँदैछ। यो सुँगुर फार्मको मान्छे चाहिँ यो घरमा बस्छन् होला सायद यहाँनिर है। अब हाम्रो डेस्टिनेसन पनि आइसकेको छ फाइनल्ली है, यही हो। अब यता ठक्कसँगले यता पनि खाली छ है, अनि यहाँ यता पनि ठ्याक्कै खोलाको हावा सरेर आउँछ। हामी चाहिँ यहाँनिर यसो बस्थ्यौँ, एकदम घाम लागेको छ क्या अहिले। यस्तो चप्पल ओछ्याउने होइन, अनि यस्तरी बस्दिने, अनि यस्तो बस्ने, चिल पारेर हावा खाने। यहाँ गाई चरिरहेको छ मजाले, पानी घाँस खाँदैछ है। पानी खान मन लाग्यो भने खोलामा पानी छँदैछ। यहाँ मान्छेले बाली पनि लाउँदो रहेछ नि, यहाँनिर यो छ नि सानो यो थोरै जमिन यहाँ तल, यहाँनिर बाली पनि लाउँदो रहेछन्। एकजना मान्छे चाहिँ ऊ हेर्नु नि, डाँडाको म जस्तै म त माथि बसेको छु, त्यो त मुनि बसिरहेछ। जोस् कहिलेकाहीँ चाहिँ यसरी एक्लै आएर चाहिँ टक्कसँगले बस्दाखेरि चाहिँ एकदम गुड भाइब्स आउँछ, गुड फिल हुन्छ है। यहाँ चाहिँ मान्छे टक्क आउँदैछन् होइन, मुस्लिमहरू नै होला सायद, मुस्लिम नै हुन्। यो खोलामा के खोज्दै हिँड्छन् क्या, यहाँ पाउनु चाहिँ केही पाउँदैन, तर पनि के फोहोर फालेको ठाउँमा चाहिँ खोज्छन् यिनीहरू, के भेटिन्छ कि भनेर। अलिक अर्कै टाइपको मान्छेहरू हुन्छ नि तिनीहरू, जेसुकै खोज्छन् हामीलाई बालै भएन नि होइन। रमाइलो गर्छन् यिनीहरू पनि, के गरेका हुन्, तालमा ताल मिलाउँछन्, हिँड्छन्, उफ्रिन्छन्। ल गाइस अब रुमतिर लाग्दिउँ होला, अलिक घाम पनि बढी भयो कि, बसिहाल्यो एकछिन आनन्दले चिलमा। एकदम घामले न्यानो बनायो, हावा पनि चल्न छोड्यो क्या एक्कासी, बस्दा बस्दा अल्छिने लाग्यो। अब रुमतिरै गएर बसौँला। अब धेरै घाममा पनि बस्नु हुँदैन, डढिन्छ, कालो मान्छे झन् कालो हुन्छ होइन। यो कुकुरहरूलाई कति रमाइलो छ नि, हेर नि, एउटा यहाँ पछाडिबाट जाँदैछ, वहाँ 3टा कुकुर कुद्दैछन् सँगसँगै, खेल्छन्, कुद्छन्, उफ्रिन्छन्, जे पाए त्यही खान्छन् होइन। तर हामी त मान्छे हो नि त, मान्छे भइसके पछाडि त हाम्रो रहर, चाहना, इच्छा, आकाङ्क्षा हुन्छन्, पुरा गर्नुपर्छ। पुरा गर्नको लागि स्ट्रगल गर्नुपर्छ, मेहनत गर्नुपर्छ। मेहनत अलिक पुगेको छैन जस्तो लाग्दैछ होइन। सो त्यही हो गाइज, अब रुमतिर लाग्दिउँ। म चाहिँ जाँदैछु होइन। गाइज हाम्रो आन्टीले चाहिँ टिक पढाउँदै हुन्छ होइन। ओइ गीतै बजेन, गीत आको म त तिमीलाई सम्झेर छिनको छिनमै मेरो घडी नि हरायो, खोटाङ जिल्ला दिक्तेल बजार। कस्तो राम्रो देखिनुहुन्छ आज आन्टी, क्यामेराको कमाल हो कि मेकअपको कमाल हो। खाजा के छ खाजा? चाउमिन बनिन्छ आन्टी, टक्कसँग चाउमिन खाऊँ गाइज होइन, दामी पारामा। सो गाइज हाम्रो चाहिँ चाउमिन पनि रेडी भइरहेछ अहिले होइन, अनि दामी पारामा खानुपर्छ गाइज, मुकबाङ। मैले चलायो भने पोखिने रहेछ गाइस, मलाई थाहा पाइसक्यो। मिठो तरिकाले चाहिँ पाक्नु आँटेको छ चाउमिन चाहिँ होइन। आन्टीले चाहिँ धमाधम पस्किँदै हुनुहुन्छ होइन। प्रदर्शन खाजा घरमा चाहिँ हामीले यति धेरै चाउमिन पाइन्छ कि कुरै नगरौँ गाइस, मिठो पनि यति मिठो,
चट्ट लाएर प्याज हाल्नुहुन्छ होइन अनि खोर्सानी हालिदिनुहुन्छ मलाई टक्क धनियाँ हाल्नु भयो आन्टी चम्ची पनि हालिदिनुहुन्छ टक्क चाउमिन पनि आइसकेको छ होइन अब टक्कसँगले भनेर भन्दिनँ अब टक्कसँगले चाहिँ टक्कसँगले जाम टक्क यहाँ बस्छु मुखबाङ भिडियो बनाएर मिठो तरकारी यो गरेर खायो होइन चाउमिन चाहिँ एकदम मिठो छ जस्तो छ गाइस होइन दामी छ दामी 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 सो गाइज हामी चाहिँ साथी र म चाहिँ होइन साथी र म चाहिँ हामी चाहिँ त्यो अस्ति हामीले चाहिँ के अरे त्यो सनम तेरी कसम मुभीको चाहिँ त्यो सिनवाला त्यो भिडियो एउटा सङको त्यो सिनवाला चाहिँ भिडियो हामीले उयो जङ्गलमा बनाएको थियौँ है हामी चाहिँ त्यही ठाउँमा आएको छौँ अहिले फिलहाल एकदम मुड फ्रेस बनाउनको लागि अब चाहिँ हामी साथी म होइन जाँदैछौँ यता बाटो कता हो थाहा छैन हामीलाई त्यही पनि अब हामी लाग्छौँ मेन बसेस वाइल्ड जस्तै टक्क यो सिल्की कपाल हुनु लास्टै घाटा रहेछ यार ओइ मनोज यो सिल्की कपाल हुनु लास्टै घाटा हो क्या भन त खरारा उडाएको उडाइ गर्यो कर्ली हो है को बलवान हो क्रिकेट बलै फुटाउने यो रुखको नाम के हो भन ल कुन सिसौ खयर कुन चाहिँ हो खयर भागा सिसौ यो सिसौको बोट होइन गाइज खयर त काँडावाला पो हुन्छ त केटा त्यो कहाँ काँडावाला हो त भनेको त खयरै हो क्या म्यासलाई गाइज खयरै होला यार यो हामी चाहिँ कुन ठाउँमा आइपुगिसक्यौँ होइन ठाउँ चाहिँ यस्तो छ ओ यो कुन ठाउँ हो ताराबारी नै हो यो ल हामी चाहिँ ताराबारी नै छौँ होइन हामी चाहिँ रुमतिर जाँदैछौँ घरतर्फ लाग्दैछौँ है अब यस्तै हो तर खुट्टा लास्टै फोहोर भएको छ क्या मेरो होइन गाइज साथी चाहिँ टुइ हिँड्दैछ हिरो जस्तो होइन